आज चाहिँ हर्का साम्पाङले होइन खरानेर घन्टीहरूलाई चाहिँ बबालाई दिएको हो कि यत्तिको चाहिँ दिनुपर्छ कि यही नदिएर पनि हो कि यिनीहरू मातेको पनि होइन। आखिरी लाल पूर्जा दिनलाई कसले रोक्यो? दुई तिहाई नजिकको सरकारलाई कसले रोक्यो? अब उनीहरूले भन्छ, घन्टे सरकारले भन्छ प्रदेशले रोक्यो अरे। प्रदेशले चाहिँ कसले रोक्छ हौ? प्रदेशले हर्का साम्पाङले रोक्दैन। हर्का साम्पाङले दिँदा हुन्छ, कसैले रोक्दैन। काङ्ग्रेस एमाले माओवादी होइन कसले रोक्छ? रोक्न पाउँदैन। हामी चाहिँ रोक्दैनौँ भनेर हर्का साम्पाङले भनेको छ। दिनुहोस् भनेर खुल्लम खुल्ला भनिरहेको छ होइन। उनीहरूले चाहिँ अब आना ताना गाने यताउति गर्दैछ होइन। त्यस्तै आएर यो विदेश जानेहरूलाई भयो त्यस्तै ठगिरहेको छ होइन। तिनीहरूलाई चाहिँ सब साँडगाँड, यिनीहरूको पनि साँडगाँड छ कि क्या हो? यो घन्टेहरूको पनि साँडगाँड जस्तो छ कि यिनीहरूसँग, यो दुई बिचौलियाहरूसँग, त्यही भन्ने कुरा गरेको छ होइन। यत्तिको चाहिँ दरङ लाउनै पर्छ कि घन्टियाहरूलाई। त्यति नआनेको त यिनीहरूले त अब लाइनमै आउँदैन। एकैछिन हर्का साम्पाङको पनि कुरा सुनौँ है त यहाँ। मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोरेकोराले। त्यस्तो कानुन बनाऊ, यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू? हुँदैन। त्यसले गर्दाखेरि यो व्यथितिको समूल नष्ट गर्नुपर्छ, समूल अन्त्य गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। दशकौँदेखि पुस्तादेखि यही देशमा बसेको मान्छेले आफूले चाहिँ नि होइन भोगचास गर्दै गरेको जग्गाको स्वामित्व छैन। अहिले तपाईँको चाहिँ के अरे होइन भूमि सुधार व्यवस्था मन्त्रीज्यूले भन्दै हुनुहुन्छ स्थानीय तहले गर्न दिएन। स्थानीय तह त प्रदेशको तपाईँको मातहतको कानुनमा चल्छ, प्रदेश सङ्घको मातहतको कानुनमा चल्छ। सङ्घको मन्त्री हो तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरा। सङ्घको मन्त्री हो तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्। हामी पनि छौँ ल है। कसले रोक्दो रहेछ यहाँ? कङ्ग्रेसले रोक्छ कि एमाले रोक्छ कि नेकपाले रोक्छ कि राप्रपाले रोक्छ? हामी चाहिँ रोक्दैनौँ। दिनुहोस् भटाभट। केले रोकिरहेको छ? 100 वर्षदेखि धनी पूर्जा पर्खेर बसिरहेको छ। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैर जिम्मेवारी, प्रधानमन्त्रीले चाहिँ समन्वय गर्न नजानेर मन्त्रीहरूलाई पनि कन्फिडेन्समा लिएर हिँड्नु भएको छैन जस्तो मलाई लाग्छ। त्यहाँभित्र पनि टसल देख्छु। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन। त्यो भन्न चाहन्छु। अवसरको कुरा गर्ने हो भने देशमा अवसर छैन, सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा पनि छैन। अवसरको कुरा गर्ने हो भने अहिले तपाईँको इन्टरनेसनल एयरपोर्टमा जाउँदा त्यहाँ हामीलाई अवसर दिन सकेको हो कि होइन रहेछ? प्रत्येक दिन हुलका हुल युवाहरू कहाँ जाँदैछन्, के गर्दैछन् र त्यहाँ जानका लागि फेरि लाइन बसेर बस्दाखेरि ठगिएका छन्। ती ठगहरूलाई कारवाही गर्नका लागि चाहिँ सरकारले केले रोकेको छ त्यो भनिदिनु पर्यो। कि ठगहरूसँगै साँठगाँठ छ भने हाम्रो पनि साँठगाँठ छ भनिदिनु पर्यो। नत्र भनेदेखि तपाईँको चाहिँ दुई तिहाईको नजिकको सरकारले होइन कुन कुराले चाहिँ रोक्यो त? कोरिया जाने कुरामा पनि ठगिएको छ है। विभिन्न तपाईँको देशमा जाने कुराको लागि पनि ठगेको छ। विभिन्न कुरामा चाहिँ ठगी भएको छ। तर त्यो ठग्ने मान्छेलाई कारवाही भएको छैन। एक्सपोज गर्नु पर्यो। वी निड एक्सन। हामी एक्सन चाहन्छौँ। तपाईँहरूको यहाँनिर चाहिँ आश्वासनले यस्तो गर्दैछौँ उस्तो गर्दैछौँ भनेर हुँदैन। यो भन्न चाहन्छु। सभामुख महोदय, धेरै कुराहरू छन्। अब भर्खरै तपाईँको चाहिँ के अरे देशमा थुप्रै मस्जिदहरूमा आगो लगाइयो, मदरसाहरूमा आगो लगाइयो, गुम्बाहरू भत्काइन्छन्, कहिले कहिले मन्दिरहरू भत्किन्छन् यो देशमा, कहिले माङहिमहरू तोडिन्छन्। सरकार कमजोर भएको कारणले त्यो हुन्छ। सरकारले तपाईँको चाहिँ के अरे कारबाही नै गर्नु सक्दैन। भिडियो त हेर्नु पनि होइन। यो घन्टेको झोलीहरूले हर्का साम्बाङलाई विरोध गर्छ नि होइन। हर्का साम्बाङलाई के राम्रो बोलेर छ कि नराम्रो बोलेर छ? यहाँ हेरौँ घन्टेको झोलीहरू, अन्धभक्तहरू। हर्का साम्बाङले के भनेर छ त? अनि कारबाही गरौँ होइन, बिचौलियाहरूलाई कारबाही गर्नुपर्छ होइन। जस्तै यो धनी पूर्जा नपाउनेहरूलाई धनी पूर्जा दिनु भनेर भनेको छ त। अनि तिमीहरू पो
उसको त्यो गु खामला जस्तो गरेर हर्का साम्बाङको गु खामला जस्तो गरेर तिमीहरू पो बौलाउँछ त अनि होइन कस्तो बोलेको रहेछ सुन्यो होला नि सपोर्ट गरेको रहेछ नगरेको छ घन्टेहरूलाई घन्टेलाई बिग्रिन्छ भनेर सबले उसो राम्रो बाटोमा हिँड्नुहोस् भनेर सम्झाइरहेको छ हर्का साम्बाङले तेरीमा ठ्यास्ने हो भिडियो कस्तो लाग्छ भिडियो मन पऱ्यो मलाई लाइक सेयर कमेन्ट गरिदिनु होला है त हस् त धन्यवाद छ सबैजनालाई